नमस्ते, म सञ्जय यादव, सञ्जय गाई फार्म। आजको विषय के छ भने गाई गोरु बस्यो भने उठ्न सक्दैन। त्यो कमजोरीले कारणले हो, त्यसपछि ग्यासको कारणले पनि हुनसक्छ, त्यसपछि टाइको बुखारले कारणले पनि हुनसक्छ। त्यसको विषयमा सबै किसिमको म बुखारले पनि कारणले गर्दाखेरि बस्यो भने उठ्ने उपायहरू छ मसित। त्यसैको कारणले मैले एउटा भिडियो बनाइरहेको छु। यो दबाई भनेको नक्स भूमिका। यो ग्यास काट्छ, खाना रुचाउँछ र यो ग्यास सम्बन्धीको यो दबाई छ। खाना रुच्ने, ग्यासको र पेट साफ गर्ने यो नक्स भूमिका छ। यो बेरेनिया भने बुखारमा काम गर्छ, बुखार ठिक्क गर्छ, सर्दी खाँकी ठिक्क गर्छ। यो बेरेनिया भयो। यो रटक्स भनेको तपाईँको त्यो बसेको गाईलाई नसा सम्बन्धी र अनेक बिमारी सम्बन्धी काम गर्छ, उठाउने काम गर्छ र रटक्स। त्यो पल्साटिला पनि त्यस्तै उठाउने काम गर्छ र कमजोरी सम्बन्धी काम गर्छ। यो चारै दबाई 15-15 दिन दिने हो। चोकरमा दिनु अथवा सुक्खा कुनै चिजमा दिनु, नत्र पानीमा हालेर दिनु, नत्र रोटीमा दिनु। यो दबाई तपाईँको 15-15 दिन 3 चोटि दिनुपर्छ। 3 चोटि तपाईँको बिहान 15-15 बुन्द 4वटामा, त्यसपछि 12 बजे 15 बुन्द, त्यसपछि बेलुका। आज बेलुका बस्यो गाईलाई भोलि बिहानसम्म उठाउन सक्छ, त्यति यसको क्षमता छ। मेरो बसेको गाई थियो, यही दबाई युज गरेको मेरो गाई चाहिँ अहिले ठिक्क भएछ। सर्च गरेर म आफ्नो फर्ममा सर्च गरेर मैले भिडियो बनाउँछु, नत्र त्यतिकै भिडियो बनाउँदिनँ। म डाक्टर छैन, म आफ्नो सर्च गरेर भिडियो बनाउँछु। तर यो होमियोपेथीको दबाई मैले सर्च गरेर बनाउँछु। म यो दबाई ठुल्ठुलो किन लिन्छु भने यो दबाईलाई यति दबाई छ 450 ग्राम। 450 ग्रामलाई 1100 रुपियाँ मात्रै पर्छ। अब धेरै दबाई लिनु पर्दैन। यो जस्तै 8-10 वटा दबाई मेन दबाई हुन्छ नि, त्यो मात्रै लिएर राखिदियो भने यो फर्ममा चाहिँ एकदम राम्रो काम गर्छ। नमस्ते, जय श्री राम।